हेलो गाइज दर्शन नमस्ते सन्चै हुनुहुन्छ होला म पनि यहाँ सन्चै छु भन्नुपर्छ। म चाहिँ यहाँहरूको गप्पाडी लापा। आज चाहिँ के छ भन्दाखेरि म सुतिरहेको थिएँ, भान्जाहरूले पुरा अब के कसो हो अस्ति ल्याएको अब चाउचाउ भुजा यताउति गरेर चटपट बनाउँदै रहेछ होइन। यी अब चौचौ चटपट बनाए चटपट खान पर्ने अवस्था हुन्छ, पुरा व्यवस्था रहेछ। हेर म सुतिरहेको मान्छे पनि उठेर, त्यही त हो नि अब चटपट भनेपछि हुरुकै खाले मान्छे म उठेर अनि चटपट बनाउँदैछ। भान्जे चाहिँ रातिको कति बजी अरे भान्जे 12 बजी होइन, रातिको 12 बजी होइन त आमा आँखा पनि यस्तो भएर के कसो अब चटपट खाना पाइन्छ त्यस्तो खाले मान्छे हो म। फेरि के काटेर बसिहाल्छ नि राति राति घात्रा घुत्रु गर्छु तिमी भान्जे। के गर्ने मामालाई अब चटपट खर उठाइदिउँ कि भनेर नि अब ल ठिक छ, अरू खाएर जे खाएर उठाए पनि उठाऊ, तर रुन चाहिँ नरु भान्जे। हेर चटपट खाएर चाहिँ उठाउनु पर्यो है। प्याज काटेर पनि रुनी मान्छे तिमी नै हो। मैले रोको जहिले पनि रुन्छ भन्थेँ नि, तिमी 5 काटेर हुन्छ नि त। त्यसरी म कहिले जिन्दगीको रोकेन है। प्याज काटेर रुन्छ तिमी, आँसु त आउँछ नि। आँसु त आइहाल्छ। हिजो म पनि त्यही भएको थिएँ कि अब कहिले नै आँसु नआउने मान्छे, अब ब्रेकअप हुँदा फेरि आँसु नआएको मान्छे। अब प्याज काट्दाखेरि पनि मेरो आँखाबाट आँसु आयो। के कसो के हाल्यो त नि यहाँ केरा रहेछ, आलु भर्खर कतिखेर आएर म त सुतिरहेको थिएँ है। के कसो निन्दाले पनि झुलुम भइरहेको छ। आउनु त भाइ, अब के कसो चटपट बनाउँदाखेरि रहेछ भने चटपट हान्न पर्ने हुन्छ, कसरी हान्ने भन्ने कुरो हो होइन। चटपट मामा चटपट कुरो आज बनाउनु लागेकोमा कसम तिमीलाई त यार के अरे उस पनि गर्न पर्दैन होला कि भन्ने। नेपाल गएर चटपट बस्नु खोज्ने चटपट पसल गरेर तिमीले बे गरिहाल्यौ भने पनि होइन, के अरे बुढीलाई चाहिँ राम्रोसँग पाल्छौ कि चटपट पसलले गरेर पाल्छौ कि तिमीले। हेर मालै धेरै हुनुपर्छ यार। के हो यो, माई गड ओ माई गड। मलाई पनि सिकाइदेऊ न के छ अवस्था। तपाईँले सिकाइदिने हो? मलाई सिकाइदिए त म पनि यस्तै गरेर अब नेपाल यसो गयो भने त अब चटपट पसल त खोल्न पर्छ जसरी होइन। चपलमा पहिला यो भाँडा माजेर लिएर आउनु। त्यसो नभन, भाँडा माजेर लिएर आउनु। म सुतिरहेको मान्छे तिमी त्यहीँ राख, पछि माझौँला केही छैन। म सिक्ने नै भनेको भाँडा माझ्नलाई। त्यो त्यहाँ राख, त्यो त्यहाँ राख। म खानी मात्रै, मामा भनेको खानी मात्रै आउँछ भन्ने थाहा तिमीलाई। चाख्न मिल्ला के कसो। सुरुमा भाँडा माझाइदिउँ कि भनेको गाइस। हुन्न त्यसो गर्नुहुन्न। कहाँ पुग्यो के हो कसो। खुर्सानी काटेनौ? चटपटै बनाउनु लाग्यो होइन नि मामा, अचार बनाउनु लाग्यो। चटपटे लगर हो यो भनेको के कसो होइन। आउनु त कान्छो तिमी पनि के हो त नि, यसो सहयोग गरिदेऊ। खै कतिवटा चौचौ होइन, एउटाको हान्ने हो कि होइन, एउटा मात्रै बनाउने कि दुइटा बनाउने? ल्याउनै चौचौ ल्याउनु। एउटा बनाउने कि दुइटा बनाउने भन्ने? तपाईँलाई कसले उठाउँछ क्या भनेको 12 बजी राति त 14 छ पो त्यही भएर उठाएको त। ठिक छ। मामा चौचौ दिनुपर्छ भनेर ठिक छ, केही छैन। म त फुटाएको पनि छैन कि त्यही भएर ल पुग्छ नि है। ठिकै छ, केही छैन। तिमीले गर्न खोजेको के हो भन्ने कुरो हो, भन्न खोजेको के हो, गर्न खोजेको के हो भन्ने कुरो हो। सुतेको मान्छेलाई चौचौ माग्नलाई उठायो। सुतिसकेको मान्छेले चटपट चौचौ माग्नलाई पठाएपछि के हुन्छ भन्ने कुरोहरू थाहा होला नि फेरि पछि। आलु सबै हाल्नु ल। आलु सबै हाल्नु। सबै हाल, सबै सब को हो। खुर्सानीहरू हाल्नु के नुन म त एकपल्ट हात हुनु जाऊँ कि जस्तो लागिरहेको है। तपाईँ बनाउनु है। बनाउँदैन म कहाँ बनाउनु भनेको बनाउनु नि, अहिले जस्तो बनाइदिनु।
लेमन हाल्नु हुँ? लेमन केटाहरूले जहिले म सुतिरहेको मान्छेलाई बोलाउँछन् अनि त्यहाँ फेरि त्यत्रो भात खाइयो। सबभन्दा राम्रो व्यापार पानीपुरीको पानीपुरी ल्याएन है चटपटेको उयो बसेर हाम्रो होला यसले खान्छ ल है साथीहरू मिठो भाओस् बोक्स ल्यायो भन्दाखेरि अब पेट दुख्यो भन्नु भने यस्तै पिरो पिरो त पिरो छ हेर केटा हो पेट दुख्यो भने मामाले बोक्सी ल्यायो यता नभन ठिक छ अहिले जे भयो नि मुन्टो हल्लाइदिइसक्यो मिठो भयो किनकि त नपुग्यो भने के चाहिँ पुग्यो भने ल भन्नु नि त मलाई सबै पुग्यो यो चना चटपट चाहिँ होइन यो केराउ चटपट हो केराउ चटपट
औला बोगा औला घट्न होइन पिरो चाहिँ जे भयो भने पिरो भयो भने खाना चाहिँ छोड्नु हुँदा गाह्रो पर्छ बल्ल हेर्नु छियो के पुगेन मामा टेस्ट गर्दैछु म र आज तिमी के अरे बन्द गर तिमी के भनेर बन्द गर म सक्दिनँ है बन्द गर पिरो भयो नि धेरै पछि भने जस्तो तरिकाले खानु पाइयो नि त आलु सालु हालेर होइन चना नभए नि चेरो हालिदियो माटो र साथीहरू यस्तै छ अब के नि परदेशीको पारा सुतिसकेको मान्छेलाई उठाएर चटपट खुलाएर पिरो बनाएर यहाँ निन्द्रा बिथल दिए केटाहरूले अझै बचे छैन सकियो साथीहरू चटपट पनि सकियो पिरो भएको थिएन भनेर नाटक गरियो अहिले आएर यस्तो ढलमा पऱ्यो आँसुबाट आँसु आयो हात पुसम पनि हातमा अझै पनि त्यो पिरोको राग होला पिरोले एकदम गाह्रो बनायो मरिन्छ क्या हो बाँचेछ भने अर्को भिडियोमा देख्न पाउनुहुन्छ मरेछ भने यस्तै छ कि अन्त यस्तो नि भन्नुपर्छ र भान्जे ऊ त चाड्दै रहेछ ऊ यस्तो गाह्रो छ ऊ त भइहाल्यो नि त हामीले केही पनि गरेर खाएन हामीले खाएको मात्रै हो र साथीहरू यस्तै छ के नि त गाह्रो छ आज त बिदा माग्दिउँ होला हौ कसो हो के हो त्यही हो गाइज ल गाइज चटपटेले अझसम्म पिरोले अलिकति उस बनाइराखेको छ त्यही नै हो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट के कसो छ कहाँनिर बिग्रेको छ कहाँनिर के सबारमा पनि छ सबै कुरा कमेन्टमा भनिदिनु होला के छ कसो छ है अनि लाइक सेयर सब्सक्राइब कमेन्ट यताउति पनि गरिदिनु होला के कसो हो मिलाएर है त